नेपाल सरकारहरूले चाहिँ बिरामीहरूको लागि धेरै व्यवस्थाहरू मिलाएको छ। नेपालको संविधानमै आधारभूत स्वास्थ्य सेवा र आकस्मिक सेवाहरू चाहिँ निःशुल्क हुनुपर्छ भनेर व्यवस्था गरेको छ र सो अनुसार विभिन्न सेवा र कार्यक्रमहरू दिइरहेको छ र कतिपय चिजहरू त हामीलाई थाहा छैन। मुख्यतः स्वास्थ्य बिमा चाहिँ अहिले भर्खरै नै आज नै सबैजनाले गर्नुलाई चाहिँ मैले सुझाव दिन्छु। त्यसको लागि नजिकैको दर्ता सहयोगीसँग सम्पर्क गर्नुहोस् वार्ड कार्यालय अथवा स्वास्थ्य चौकीमा। स्वास्थ्य बिमा कार्यक्रम मार्फत 1 लाखसम्मको उपचार सहुलियत चाहिँ प्राप्त गर्न सकिन्छ। 3500 प्रत्येक वर्ष तिरिसके पछाडि 5 जना परिवारले र थप 5 जनाभन्दा बढी हुनुहुन्छ भने 700 का दरले 2 लाखसम्मको चाहिँ सेवा प्राप्त गर्न सकिन्छ। त्यसैगरी केही व्यक्तिहरूलाई ज्येष्ठ नागरिक, गरिब तथा विपन्न वर्ग, एचआईभी सङ्क्रमित, टिबी, क्षयरोग जस्ता बिरामीहरू र साथै अपाङ्गता हुनुभएका बिरामीहरूलाई चाहिँ निःशुल्क रूपमा चाहिँ यो बिमा गर्ने कार्यक्रम पनि निःशुल्क रहेको छ र साथसाथै महिला स्वास्थ्य स्वयंसेविकाको हकमा पनि 50% चाहिँ बिमा रकम चाहिँ प्रिमियम रकम चाहिँ तिर्नुपर्दछ। जसमा भने चाहिँ रिन्यू चाहिँ प्रत्येक वर्ष चाहिँ अनलाइन सिस्टमबाट खल्ती, ई-सेवा, कनेक्ट आइपिएस मार्फत गर्न सकिन्छ। र बिमा मार्फत के सेवाहरू चाहिँ प्राप्त गर्न सकिन्छ त भन्ने कुराहरू रह्यो। औषधि, आधारभूत सेवाहरू चाहिँ आकस्मिक सेवाहरू, त्यसैगरी एम्बुलेन्स सर्भिसेसहरू र आधारभूत बेसिक प्याकेजहरूभित्र पर्ने सेवाहरू चाहिँ हामीले चाहिँ कोपेरमेन्ट सिस्टम मार्फत 10% चाहिँ हामीले चाहिँ त्यो सम्बन्धित शुल्कको 10% चाहिँ तिरेर चाहिँ यी सेवाहरू चाहिँ प्राप्त गर्न सकिन्छ। जस्तै कि हामीले ₹1000 को सेवा लिएको छौँ भने चाहिँ त्यसको 10% ₹100 चाहिँ त्यसको चाहिँ कोपेमेन्ट तिर्नुपर्ने व्यवस्था रहेको छ। र उक्त सेवामा चाहिँ प्लास्टिक सर्जरी, दन्तका शल्यक्रियाहरू, त्यसैगरी आइभीएफका कुराहरू, अलिक महँगा सर्जरीहरू, ब्युटीका कुराहरू त्यस्ता सेवाहरू चाहिँ पर्दैन। र कुरा रह्यो चाहिँ कहिले बिमा गर्यो भने चाहिँ कहिलेबाट चाहिँ फेरि हामीले सेवा लिन सकिन्छ भन्ने कुरा रह्यो। मुख्यतः बिमा गरिसके पछाडि बिमा एक्टिभेट हुनको लागि चाहिँ 1 महिना समय लाग्नेछ। जस्तै गरी हजुरले चाहिँ वैशाख महिनामा चाहिँ बिमा गर्नुभएको छ भने असार 1 गतेबाट हजुरको सेवा सञ्चालन हुनेछ। त्यसैगरी चैत्र महिनामा चाहिँ बिमा गर्नुभएको छ भने जेठको 1 गतेबाट चाहिँ सेवा लिन सकिनेछ।